अबदेखि गर्दिन भन। उठ बस गर लु बस उठ बस। हेलो हेलो साथीहरू, सेवारो स्वागत छ मेरो युट्युब च्यानलमा। अनि आज पनि आइसके साथीहरू अर्को नयाँ भिडियोको साथमा। अनि आज पनि हाम्रोमा खेताला छन् है साथीहरू। एउटा खेताला यहाँ आइरहेछ, अर्को खेताला आएको छैन। बिहानको खेताला साथीहरू। अनि बिहानको खेताला किन ढिलो चाहिँ आउनु पर्ने त? 5 बजे आएको। अम्मा म आउँदा 5 बजे आथे नि फेरि। 5 बजे आउने। 6 बजे अनि अझ खाजा पनि दिदैन थियो होला। खाजा देऊ हो म त्यति साह्रो पातिनी खाजै नदि खाने बेलामा यत्रो खायो कि अनि अहिले खाइन भन्दैछ है साथीहरू। हाम्रो चाहिँ सुरु हुन लाग्यो साथीहरू, खन्नु पर्ने। दुखोस् न त नि, अब खन्नु पर्ने हुन्छ। एकजना खेताला कता हराउनु ओके सकेको थियो जस्तो लाग्यो त। अनि गर्नु न लु। सुरु गर्यो खेतालाले, सुरु गर्यो। अयो कहाँ गए सन्जु? घाम पनि आयो मन्दा मन्दा। अब चाहिँ हामी खन्नु पर्ने हुन्छ साथीहरू। हाम्रो खाजा खाने बेला भयो है। यहाँ मुनाले पानी खाँदैछ, आँखा पनि चिम गरेर तिमी पनि खाने? अन्त पानी खाने वाटर नो कानमा गरेको गालामा। मलाई यहाँ माया नगर्ने, मलाई चाहिँ माया गर्ने। नगर्ने माया गर्ने यस्तो भाइ कस्तो हुन्छ? मुनाको माया लाग्छ कि लाग्दैन? सन्जुको त? सन्जुको पनि माया लाग्छ? बुढीको पनि माया लाग्छ। माया गर्नु बुढीलाई त आतीलाई होइन, बुढीलाई देख। के हो त्यसै छैन होला हौ। तर नि कहिले तल गएर त म त गएर त फ्रिजमा लगेर गएको जाने बित्तिकै राखेर गट खानुपर्ने छ। हामीलाई पनि पास गरिदेऊ। कहाँ गएर मम्मी? फ्रिजमा राखेको त्यो लास्टै गर्नेमा त रिदा मामाकोमा गएर म त पेप्सीमै खान्छु। रिदा मामा भनेको दिदीहरू त पुपु दिउ आए आउनु है, खानु न थोरै। दिदीले त खानु न ल। लु खा भाइ। कस्तो गनाको सरगमको गिलास। हिजो तपाईँहरूकोमै लड्यो अरे त? तपाईँहरूको के भन्छ तल किचन कोठाको पेटी छैन सिमेन्टको? हो त्यहाँ। कति बेला?
सिमेन्टको होइन माटोको दिउँसो होला मलाई थाहा छैन। आन्टी त्यो बेला हुन्न थियो अन्त हिजो हल्लै गरेन नि दारु दिउँसो हो कि निशान नहुँदा त गर्दैनन् रहेछ त नि निशान चाहिँ कहाँ गएको ए अब तल पर्ने हो कि निशान अनि त आज कहीँ पनि गएको छैन नत्र यो कुन देख्न पुगिसक्ने मान्छे एउटा मान्छे नहुँदा नि कति हो 3 जना युना रेमन दादा नि म त अहिले जापान पुगिसक्थेँ नि म छोइरहेछ हौ म छैन माउटी गुलियो मात्रै छ त अनि मोचो बनाउँछ क्या तर चेरेर यो गरेको छैन नि फेरि खोइ हेर्दा त माउटी छ नि अन्त मलाई कति राख्दिनु मलाई मात्रै लाग्दैन नि त भयो भयो यो तातो छ क्या नानीले खानु हुँदैन यहाँ पनि आया भएको छ अनि मिमीले दादासँग हिजो त अलि यस्तो घाम लागेको बेलामा त चिसो खाना म त अहिले स्विमिङ पुलमा हुन्थ्यो पैसा भएको भए सिधा गर्ने राम्रो मम्मी मैले पनि काम गरेको छु है भिडियो बनाइदिने तैँले काम गरेको छैनस् भिडियो बनाउने काम गरेको छु पछि सिक्यौ हँ हँ पाते सिक्यौ लु अब दिनु मलाई किन खानुपर्ने सर्ग लाग्छ लाग्छ त्यसो भए त भाउजू पो भन्नुपर्छ त लाग्छ भने त यसलाई पछि नि बुढी मात्रै सन्जु भाउजू भन्नुपर्छ क्या यो खाने पानी अब फाक्सा फेर्न पर्ने हो भने जाउँ बारे म भ्लगर भए क्यामेराम्यान भइरहेको छु नि त
साथीहरु यो बारी पनि सक्यो आजदेखि चाहिँ यो बारी पनि सक्यो फिनिश्ड भयो त सक्यो त अब घरतिर लाग्यो केटाकेटीहरु हेर्नु है साथीहरु आमामा थोरा छन् त कसै के गर्ने यहाँ छन् 2-3टा राम्रोसँग खुट्टा नलाग्नेहरु खुट्टा लाग्नेहरु माथि छन् निस्यम आस्ना हाम्रो सरगम आमामा घर त छ्या सरगम कसको एरोप्लेन खेलेको फेरि अब दिन्छ होला धाटेको आसिना जाडो भएन अनि अर्को पुकुलीलाई जाडो भयो कि भएन भएन बिनिता कहाँ गयो बिनिता पुकुली खोइ बोलेको बिनिता खोइ कहाँ गयो बिनिता माइली बोल्दैन रात पनि पर्न लाग्यो साथीहरु केटाकेटीहरुको म भिडियो बनाउँदैछु है साथीहरु मेरो घर आँगन सोर्नु पर्ने छ अब चाहिँ म सोर्छु अनन्या पनि आयो 4 जना केटाकेटीको बजार छ साथीहरु बजार कति रमाइलो माथि पनि छन् ठुलोहरु आमामा थोरा छन् त केटाकेटी त कति हो कति हाम्रो घरमा एबीसीडी लेख्नु कसरी मसँग नै छ 2टा अस्ति नै भेटेको माथि कोठा साथीहरु हेर्नु है मेरो छोरोको चकचक धुनु जाम भनेको अब नमानेको हेर्नु न सबै हातभरि लगाएछ कुन बेला मामुको सिन्दुर हिजोअस्ति 100 रुपैयाँ लगाएर किनेर ल्याएको मेरो छोरोले एकैचोटी सकाइदियो नि म चाहिँ तल के भन्छ तुम्बा खस्नु भएको थियो त्यही भएर गएको थिए एकछिन आउँदासम्म त मेरो छोरोले त चकचक त 100 रुपैयाँको सिन्दुर त मेरो छोरोले सकिदियो आमा के हो यो बस त एकचोटी सबै हेरौँ त म बिस्कुट दिन्छु अनि उठेर बस न यसो गरेर देखाउनु
यस्तो पनि गर्नु, यस्तो अर्कोतिर फर्काउनु। अबदेखि त्यस्तो गर्ने कि नगर्ने? सरी भन न त। अबदेखि गर्दिन भन। उठ बस गर लु। बस उठ बस। उसलाई चाहिँ उठ बस गर्नु मजा लाग्छ क्या। उठ 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 न। म त मेरो छोरोले यस्तो हैरान लाउँछ कि साथीहरू, कोठाको हालत भनेपछि फेरि कस्तो बनाइराखेको छ। म त छोराछोरीसँग पनि थाकिसकेँ है साथीहरू। के गर्नु, म चाहिँ आएर यहाँ खाना पनि नखाई त्यत्तिकै बसिरहेको छु साथीहरू। अनि आजको मेरो भिडियो चाहिँ यति नै है साथीहरू। अब मेरो छोरालाई सरसफाइ गर्नु पर्यो अनि मात्रै सुताउनु पर्यो। खाना पनि खाएको छैन मैले पनि। यसले चाहिँ खायो कि खाएन? माम खायो कि खाएन? अघि माम खायो कि खाएन? अनि कसले खेल्नु लायो? सङ्गीतले फोन हेऱ्यो कि हेरेन? हेऱ्यो। अनि खेल्नु हुँदैन भन्यो कि भनेन दादाले? अनि यो चाहिँ के लाग्यो गालामा, मुखमा? अनि मेरो हातमा छ त? कस्तो छोराछोरीले पनि हैरान साथीहरू। मैले पनि फेरि बिर्सेर त्यही टेबलमै राखेको छु नि त, अनि त्यही भएर भेटिहालेछ। अघि लगाएर त्यत्तिकै टेबलमा राखेको छु, भेटाइहाल्यो। यसको छेउमा त राख्नै हुँदैन। अनि साथीहरू आजको मेरो भिडियो चाहिँ यति नै। सबैजनाले मेरो भिडियोलाई लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला है त भन्दै बिदा हुन चाहे साथीहरू। बाई बाई।